everyone guys, how are you? Everybody guys, fit and fine. And if you want to watching my YouTube channel name is It's Me Official Monujang Bogoti. It's me Monu. And if you want to watching my first video, check out, let's go. You can visit again my YouTube channel and please subscribe and share my YouTube channel. And this is area around far west side of Vibes, Nepal. And let's see, this is area natural Nepal. Hey, Nepal is very beautiful place, and Nepal is very importantly and heavenly place. And this area, let's see you everybody. तपाईहरु देख्न सक्नुहुनेछ महानुभाव। म यहाँको दृश्य देखाउन गइरहेको छु। यो एउटा नेपाल हैन, सुन्दरताले भरिपूर्ण भएको स्वदेश नेपाल हो। तपाईहरुलाई देखाउन गइरहेको छु। हेर्न सक्नुहुनेछ महानुभावहरु। तपाईहरु यति राम्रो छ यो नेपाल। हेर्न सक्नु है, वरिपरि डाँडा काँडा है, पुरै हरियाली वनजंगल भएको हैन, नेचुरल प्लेस छ। फेरि यहाँको अवस्था एकदमै राम्रो छ है। पहाडका डाँडा काँडा कति राम्रा, यहाँको सल्लाहका रुखहरू है। यस्तो छ। हाम्रो यहाँ अक्सिजन भन्ने कुरालाई अब आउँछ, कतिखेर आउँछ कतिखेर जान्छ है। तपाईहरु देख्न सक्नुहुन्छ एकदमै हावापानी वातावरण स्वच्छ रूपमा छ यहाँको नेपालको है। वातावरण पनि एकदमै स्पष्ट रूपमा तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँको सल्लाहका रुखहरू पनि यति राम्रा छन्। तपाईहरु देख्न सक्नुहुनेछ महानुभावहरु। यो चाहिँ म एक्ज्याक्ट लोकेसन भन्दाखेरि यो चाहिँ अहिले दिसिनपा 2 अवस्थित रहेको यो हाम्रो खुल्लेकडुटी छ है। अवस्थित दिसिनपा 2 अवस्थित रहेको छ यो खुल्लेकडुटी हो। यहाँको वनजंगल पहिलेको जमानामा हामीहरू यो बाटो भएर हामी गोरु गोठाला जान्थ्यौं। अहिले पनि कन्टिन्यू अप डाउन छ त्यो बाटो चाहिँ, तर त्यति राम्रो छैन। एकदम खुसी लाग्यो वनजंगलतिर गएर। आज त्यही वनजंगलको पनि अनुगमन गरियो, एकदमै अवलोकन गरियो। अनि पारेपट्टि चाहिँ सिलगढी छ, पारेपट्टि सिलगढी हो यो। तर वातावरण आज हैन एकदम प्रदूषण छ, किनभने यो मौसम विभागले गर्दाखेरि यहाँको दृश्य त्यति राम्रो आइरहेको छैन। त्यसको लागि क्षमा प्राप्ति चाहन्छु। त्यति राम्रो भिडियो मैले बनाउन सकिनँ। यहाँको दृश्य चाहिँ तर राम्रो आउँथ्यो, तर आज चाहिँ मौसम विभाग अलि डिफरेन्ट छ, त्यही भएर यो भिडियो चाहिँ मैले त्यति राम्रो निकाल्न सकेन। एकदमै राम्रो छ है। फेरि हाम्रो गाउँघर भन्ने कुरा यतापट्टि हो। यो अब यो सल्लाहले गर्दा छेकिएको छ। फेरि हाम्रो पुरै खुल्लेको गाउँ यता छ अवस्थित रहेको, दिसिनपा 2 अवस्थित भनेर पुरै यहाँ छ हाम्रो पुरै आम गाउँवासीहरूको हाम्रो बस्ने घरहरू चाहिँ यतापट्टि छ। फेरि यो एरिया चाहिँ अलि एउटा घर चाहिँ देखिराखेको छ, तर त्यति स्पष्ट रूपमा चाहिँ देखिराखेको छैन। अलिअलि देखाइराखेको छु यहाँहरूलाई। म फेरि धेरै टाढा छु अहिले, समथिङ 2 किलोमिटर टाढा छु हाम्रो घरदेखि। म एकदमै रमाइलो लाग्यो। वनजंगलतिर पनि हरियाली वातावरण भएको है। यहाँ एकदमै रमाइलो भइराखेको छ गाउँघरतिर। खुसी लाग्यो जे होस् यहाँको नेचुरल प्लेस देखेर। डोटी इज भेरी डेफिनेटली प्लेस एन्ड स्लोली एन्ड हेभनली प्लेस। यहाँलाई देखाउन गइरहेको छु है त। माथिको अवस्था यस्तो छ। फेरि यो एकदमै पहाडको डाँडा काँडा हुने यिनीहरू भनेका। फेरि म यता छु अहिले बसिरहेको यो ढुङ्गामा। एकदमै खुसी लाग्यो नेपालमा आएर चाहिँ। एकदमै रमाइलो भइराखेको छ हैन। पहिलेका ती बितेका दिनहरूलाई सम्झिँदै याद गर्दै बसिरहेको छु अहिले म चाहिँ यो वनजंगलमा आएर। पहिलेको ती बितेका दिनहरू फेरि पुनः फर्केर आउँदैनन्। ती दिनहरू नै रमाइला थिए। यो अहिलेको जेनेरेसन भन्दा पनि पहिलेको दिनहरू बितेको दिनहरू रमाइलो लाग्ने रहेछ। ती दिनहरू फेरि आउने छैनन्। नेभर कम ब्याक ट्युसडे। अहिले चाहिँ म यहाँ छु। फेरि खुसी लाग्यो आफ्नो वनजंगल पहाडतिर आएर पनि। एकदमै रमाइलो भइरहेको छ। मेरो युट्युब च्यानल इट्स मी अफिसियल मोनुजङ बोगटी रहेको छ। सबैजनाले सब्सक्राइब गरिदिनु हुन। म मेरो आफ्नो व्यक्तिगत तर्फबाट म यहाँलाई विनम्र अनुरोध गर्न चाहन्छु। के कस्तो लाग्छ क्रियाकलाप तपाईहरु भिडियो अन्तिमसम्म हेरेर सुझाव सल्लाह दिन सक्नुहुन्छ भन्ने मैले आशा विश्वास राखेको छु। हस्त धन्यवाद सबैलाई।